हेलो नमस्ते, स्वागत छ नयाँ भिडियोमा। म चाहिँ राम शर्मा। आरएल भ्लग हेर्दै हुनुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले म दक्षिण कोरियाको यो एकदम प्रसिद्ध सहर भनौँ यहाँ खेङसानाम्दो स्थितको एकदम राम्रो अनि रमाइलो एकदम वातावरणयुक्त ठाउँमा छु। फोङयाङमा छु। यतिखेर बिहानको समय छ र बिहानको यो मौसम एकदम रमाइलो छ, किनभने बिहान पानी परेर भर्खरै रहेको समय छ। म यसो घुम्दै निस्किँदैखेरि साथीहरूसँग घुम्दै निस्किँदैको समय छ यतिखेर र वातावरण सँगसँगै यहाँहरूलाई यहाँको रमाइलो ठाउँहरू यसो अवलोकन अथवा भनौँ यहाँलाई देखाउँदैछु। यतिखेर यहीँको अवस्थित यहीँ मान्छेहरूले बनाएको यो पोखरी जस्तोमा माथिबाट हिँड्ने एउटा सानो काठको पुल छ। यो पुल हो, पुल माथि म छु र प्राकृतिक सौन्दर्यतालाई एकदम मुख्य मध्यनजर गर्दै यहाँको मान्छेहरूलाई चाहिँ मान्छे हिँड्ने पैदल यात्रा गर्ने मान्छेहरूलाई पनि सहजता बनाउनको लागि एकदम राम्रो आकर्षक बनाएको देख्दाखेरि चाहिँ खुसी लागेको छ। यो तल कमलको फुल जस्तो लाग्छ, कमल सायद कमल हो क्या के हो यो ठ्याक्कै एक्ज्याक्ट थाहा भएन। कमल फुल्ने पनि गर्छ यहाँनिर। रमाइलो छ, एकदम शान्त छ, रमाइलो छ। यतापट्टि ठुल्ठुला बिल्डिङहरू छ। बिल्डिङहरूको तलतिर रुखहरू रोपेर एकदम यहाँको मान्छेहरूलाई चाहिँ वातावरणयुक्त राम्रो बनाएको छ र घरहरू छँदैछ। एउटा नजिकै कोरियामा चाहिँ धेरै सी फादाहरू चाहिँ भनौँ समुद्रहरू चाहिँ एकदम धेरै चर्चामा आउँछ जहिले पनि। एउटा नजिकै पर्छ, थोरै नजिक पर्छ। हामी यसकै प्राङ्गणमा रहेर यसकै नजिक रहेर भिडियो कैद गरिरहेको छौँ। वातावरणले पनि रमाइलो, मौसमले साथ दिन्छ, त्यही भएर बाहिर निस्केर यसो भिडियो बनाउने प्रयास मेरो रहेको छ। यो भिडियोलाई यति नै राखौँ। फेरि अरू भिडियोहरू फेरि म बनाउने छु। थ्याङ्क यू सो मच।